देखिहाल्छ यो छ हेलो नमस्ते सबैजनालाई सुषमा देवकोटा युट्युब च्यानलमा कोइलाहरू हैदै यो हैन यो सबै यो गिटी बलुवा बोकेको यसरी राख्नु दिँदैन नि त बाटोमा यो बोक्नेहरु चाहिँ सबै चरीकोटबाट दोलखा तिनबाट आएको यहाँ छ होला ट्रेन यहाँ छ सही त सबभन्दा पुरानो कोइलाबाट चल्ने चाहिँ ट्रेन हैन त दाइ ल यसको विषयमा भन्दै हाल्नु त दाइ कोइला चलिरहेछ ल कोइला बाल्ने पानी हाल्नु रोकेको अगाडि पुरै कोइला हाल्दैछ कोइलाबाट चाहिँ चल्दैन यो चाहिँ है तपाईले भन्नुमा 1600 देखि 1800 के पर्ने 1881 भन्दा अगाडि आएको हजुर 1881 मा चाहिँ तपाईको रेलवे स्टेसन इस्टाब्लिश गरेको ब्रिटिसहरुले 1881 यो सबै ब्रिटिसले गर्दा त हो नि दाइ पहिला हजुर अब भिडियोमा हेर्छ पछि वाउ जति माथि गयो उति रमाइलो छ त दाइ पानी परेर अझै पाखेर के पनि हामीले दार्जिलिङ यो त कुरा मिस गर्नु सिस्नो पाउँछ नि यहाँ त सिस्नो त एकदमै हो उहाँ सिस्नो फेमस हो नि त दार्जिलिङको सिस्नो भनेर भन्छ निम्की डाँडा बंगालमा पर्यो नि त हामी नेपाली ज्यादा भएर मात्रै नेपाली बोल्छौँ ए यो चाहिँ बंगालमा पर्छ हो त है बंगाल स्टेटमा पर्यो बे अफ बंगाल भनेर लेखेको त गभर्नमेन्ट अफ बंगाल भनेर लेखेको मात्र सडक विभागमा गाडी सबै लेख्नु डब्ल्युडब्ल्यू बंगालमा पर्यो बंगाल उत्तरी क्षेत्रमा पर्यो है बंगाल राजधानी चाहिँ कलकत्ता पर्यो बंगाल सरकार एउटा दार्जिलिङ जिल्ला डिस्ट्रिक्ट मात्रै हो यो गभर्नमेन्ट अफ बंगालको भन्दै हो घरमाथि घरमाथि घर हेर्नु न कति रमाइलो ठाउँ मलाई त यतै बस्न पो मन लागेको त त्रिकुटा होमस्टे यहाँको र नेपालको टाइम एउटै हो कि दाइ फरक पर्छ 15 मिनेट लेट हो यहाँ हजुर यहाँ लेट है 9:50 यो यहीँको टाइम क्याच गर्छु यहाँ छिरेपछि यहीँको टाइम आइसक्छ छोरो 10:20 यहाँ 5 मिनट गयो 15 मिनट भनेपछि हाम्रो नेपालमा 10:20 गयो आफ्नो घडीमा चाहिँ टाइम एकुरेट देखाउँछ नेपालकै हैन हजुर मोबाइलमा चाहिँ चेन्ज भइहाल्छ 20 दाइ अनि के अरे यो बैंकहरु इन्डियनकै चल्छ कि नेपालको चल्छ त इन्डियन चल्छ है जस्तै यहाँ अब हामीले यो भिजा कार्ड हामीले हाल्यौं भने पनि पैसा त निक्लिन्छ नि इन्डियन निक्लिन्छ नि अनि त्यो जस्तै भिजा त जुन बैंकमा पनि स्विट हुन्छ नि त अब जस्तै नेपालको हैन इन्टरनेशनल कार्ड हो भने चाहिँ निक्लिन्छ नर्मली कार्ड नेपालकै कार्ड मात्रले चाहिँ निस्किदैन हैन त दाइ नेपाली कार्डमा हजुर लेखेको हुन्छ नि त भिजा लेखेको हुन्छ हैन भिजाहरु भइहाल्यो इन्डिया नेपाली ब्रान्च हुनु पर्यो नि उनीहरुको पनि जस्तै इन्डियामा चल्ने हैन नेपालमा चल्ने इन्डियाको पनि हुन्छ नेपालमा चल्ने हो अब यो चाहिँ प्राय एसबीआई ले दिन्छ एसबीआई बैंकले दिन्छ फेरि अहिले नयाँ उयसमा भिजा त भिजै हो तर युज ओन्ली इन्डिया पनि भनेको हुन्छ हैन युज नेपाल इन्डिया योहरु पनि लेखेको हुन्छ त्यस्तो लेखेको निक्लिन्छ हजुर साइडमा लेखेको होला नेपाल होइन एनएमबी बैंकको पनि दिएको हुन्छ नि त भाइले नेपाल भुटान अनि इन्डिया त तपाईको इन्डिया चल्ने चलो पैसा निकाल्नु पर्यो नि निकाल्नु पर्छ मेरो पनि लेखे होला त्यसो भए
कतिजनाको यो इन्टरनेसनल उसो भए त हामीले अहिले पैसा नसटिकन यहाँ आएर निकाल्यो भने हुँदैछ नि दाइ तपाईँहरूलाई फेरि यस्तो हो तपाईँको यहाँ निक्लिने भनेको 10,000 हो 10,000 निक्लिँदाखेरि 400 न 500 नेपाली काटिन्छ नि एकचोटिमा 10,000 इन्डियन पैसा मात्रै निक्लिन्छ होइन र त्यसको चार्जेस 500 400 400-500 रुपियाँ लाग्छ त्यसमा चाहिँ तपाईँले यहाँ 100 निकाल्नु भयो भने 100 देखि एबभ 10,000 होइन जति निकाल्नुहुन्छ इन्डिया अनि भुटान रहेछ दिदी मेरो नि लगान्छ अहिले उसो भए निकाल्नुपर्छ कहिले त होइन कुनैमा लेखेको हुन्छ कुनै ब्याङ्कमा एनआइबीमा लेखेको हुँदो रहेछ ग्लोबलमा लेखेको हुँदो रहेछ प्राइममा पनि नेपाल इन्डिया हुँदो रहेछ यसको ग्लोबलमा पनि हुन्छ होइन हुन्छ हुँदो रहेछ अहिले भयो चाहियो निकाल्नुपर्छ नेपाल अनि इन्डिया रहेछ अर्कोमा पनि कहिले छ नेपाल एन्ड इन्डिया 10,000 जिके नि 500 रुपियाँ चार्ज काट्छ अरे उसमा चाहिँ रहेनछ गरिमामा चाहिँ रहेनछ न त्यो त गरिमा भनेको त त्यहाँको नेपालको लोकल ब्याङ्क हो नि त किनभने हामीले त्यही भएर जहिले पनि ब्याङ्कमा खाता खोल्दा कि खबरको ब्याङ्कमा खाता खोल्नुपर्छ कि नेपाल ब्याङ्कले नि दिदी नेपाल ब्याङ्कमा त छैन होला नेपाल एन्ड इन्डिया रहेछ निक्लिँदै रहेछ त इन्डियासँग मात्रै दिन्छ नेपाल ब्याङ्कले झन् नेपाल त झन् इन्डियामा चाहिँ हो नेपाल र इन्डिया मात्रै हो यो सिटिजनको नि रहेछ कहिले त हेर्नु निक्लिँदै रहेछ त नेपाल एन्ड इन्डिया दुइटै गरिमाको मात्र निक्लिँदो रहेछ गरिमा चाहिँ भने लोकल ब्याङ्क हुँदैन नि खान्छ नेपालको गरिमा भयो अनि के भन्छ अरे साङ्ग्रिलारी भयो साङ्ग्रिला चाहिँ होइन होला अनि के भन्छ अरे यो हाम्रो अहिले कामना भयो यिनीहरू चाहिँ नेपालको यो एकदमै लोकल ब्याङ्क हो कि एसबिआई यहाँ छ होइन नेपालमा पनि छ नि त एसबिआई होइन अब नेपाल ब्याङ्कहरू भनेको त ठुलो भइहाल्यो वाणिज्य भनेको ठुलो भइहाल्यो होइन अन्त जुन चाहिँ लोकलको चाहिँ अब जस्तै लोकलको चाहिँ ब्रान्चेस छ भने पाउनुहुन्छ ब्रान्च इन्डियातिर छ भने पाउँदैन छैन भने चाहिँ पैसा अघि यहीँ आएर दुईवटा ब्याङ्कबाट निकाल्यो भने हुँदैछ 800 त काटिदिनु होइन 800 नै दिदी यो भित्र हाल्दैन यसलाई मसँग सबै ब्याङ्क चल्दो रहेछ त नसाटे भने हुँदैछ बुवा थाहा भएन है अलिअलि साठी दियो सिङ्गिँदाखेरि त हामीलाई क्युआर पनि चलिहाल्थ्यो नेट चलेपछि हामीले निकाल्नु पनि भइहाल्थ्यो त्यही पनि दाइकोमा उसमा हाल्छ तपाईँको नेपाली खाता नै है त्यही गऱ्यो भने हुँदै जान्छ ठिकै छ अब तपाईँ केही भएन केही किन्न पर्यो भने गरौँ न केही किन्न पर्यो भने त्यही गर्नु कार्ड पनि चलिहाल्छ नि राम्रो रेलवे स्टेसन है दार्जिलिङ रेल स्टेसन दार्जिलिङको रेलवे स्टेसन आइपुगेको दार्जिलिङको रेल स्टेसन आइपुग्यो गाइज हेर्नुहोस् थ्याङ्क यू किप वाचिङ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला